भने त्यो दुईटै फंक्सन जस्ताको त्यस्तै आउँछ पहिलो कुरा र फेरि त्यसपछि इन्टुमा के हुन्छ एउटा फंक्सनको डेरिभेटिभ अथवा कुनैलाई u अथवा v लाई डेरिभेटिभ डिभाइड बाइ त्यही फंक्सन र अर्को फंक्सनको डेरिभेटिभ बाइ u हुन्छ। अब यसैलाई मैले इन जेनरलमा गर्न गयो भने इन जेनरल दुईटा भन्दा बढी फंक्सन आयो भने जस्तै du1 u2 u3 हैन डट 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 un आयो सबै के आयो प्रोडक्टमा आयो। यो सबै फंक्सन केमा छ प्रोडक्टमा छ डेरिभेटिभ विथ रेस्पेक्ट टु के x भयो भने जब दुईटा फंक्सन हुँदाखेरि के भएको थियो हेर्नुस् त सबैजना uv र v डेरिभेटिभ बाइ v u डेरिभेटिभ बाइ u थियो। सिमिलरली यहाँ हामी जेनरलमा लेख्न सक्छौं के फंक्सन जस्ताको त्यस्तै आउँदो गरेको छ यानी u1 u2 u3 डट 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 कति un हो कि न यो फंक्सन जस्ताको त्यस्तै आउँदो गर्छ र त्यसपछि भित्र के हुन्छ भने यो u1 फंक्सनलाई एउटा मान्नु भयो भने u1 को डेरिभेटिभ डिभाइड बाइ u1 गर्दिनुस्। सिमिलरली अर्कोको लागि u2 को डेरिभेटिभ डिभाइड बाइ u2 गर्दिनुस् प्लस डट डट लास्टमा हामी un को डेरिभेटिभ के लेख्न पाउँछौ un। यो तपाईको दुईटा भन्दा बढी फंक्सन छ भने गर्न सक्नुहुन्छ यस्तो दुईटा भन्दा तीनटा चारटा पाँचटा 10टा जतिवटा भयो नि तपाईहरु यो जेनरल युज गरेर गर्न सक्नुहुन्छ। जस्तै एउटा एक्जाम्पलबाट तपाईले क्लियर पार्दिन्छु म हेर्नुस् इफ fx इक्वल्स टु x प्लस 1 x स्क्वायर प्लस 1 x को पावर 4 प्लस 1 डट डट x को पावर 2n प्लस 1 छ हैन यति हुने भयो। अब यो आउँदाखेरि के गर्न सक्नुहुन्छ तपाईहरु यसमा ल हेर्नुस् र देन तपाईले के सोध्यो भने देन f ड्याश यानी फर्स्ट डेरिभेटिभ 0 राख्दाखेरि के आउँछ भनेर तपाईलाई प्रब्लम सोध्यो ल यस्तो आयो। त्यसमा हामी के गर्न सक्छौं त्यही जेनरल बाटो बाइ युजिङ जेनरल फर्मुला युज गर्नु प्रोडक्टको भने वी हैव हामी के गर्न सक्छौं यसमा f ड्याश x भनेको यो फंक्सनलाई जस्ताको त्यस्तै राख्दिनुस्। जस्तै यहाँ